मध्यावधि निर्वाचन नजिकै जाँदा नेपाली राजनीति स्पष्ट रूपमा ध्रुवीकृत हुँदै गएको छ। स्थापित दलहरू अझै आन्तरिक व्यवस्थापन, महाधिवेशन र नेतृत्व समायोजनमै अल्झिएका बेला नवगठित तथा वैकल्पिक दलहरूले गति भने झनै तीव्र बन्दै गएको छ। एमाले जिल्ला प्रतिनिधि छनौटमा व्यस्त छ भने नेपाली काङ्ग्रेस महाधिवेशन विशेष महाधिवेशनको बीच द्वन्द्वले केन्द्रीय तहमै निर्णयको बन्दी बनाएको छ। देउवा र पूर्णबहादुर खड्का पक्षबीचको लामो रस्साकसीले काङ्ग्रेस अझै चुनावी तालमेल र सङ्गठनात्मक प्रतिक्रियामा तय गर्न सकिरहेको छैन। यसको उल्टो नयाँ दलहरू चुनावी सहकार्य, विलय र साझा रणनीतिमा तीव्र रूपमा उन्मुख भएका छन्। विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीचको एकीकरणले वैकल्पिक राजनीतिक अब छुट्टा छुट्टै अभियान नभई एकीकृत मोडमा लयतर्फ बढिरहेको सङ्केत दिइरहेको छ। उज्जवल थापाको योगदानलाई मान्यता दिँदै रासोपा नाम चिन्ह कायम राखिएको यो एकताले वैकल्पिक शक्तिको नयाँ ध्रुवीकरण निर्माण गरेको छ। ऊर्जा मन्त्री कुलमान घिसिङ पनि सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएका छन्। उज्यालो नेपाल पार्टी विभिन्न नयाँ दलहरूसँग सम्भावित सहकार्यमा व्यस्त छ, जसले नयाँ अनुहार र नयाँ संरचनाको समायोजनले पुराना दलहरूलाई चुनौती दिन सक्ने भनाइलाई बलियो बनाएको छ। तर सङ्गठनको गहिरो जरा, अनुभवी क्याडर र दीर्घकालीन मतदाता आधार बिना तत्कालै ठुलो दलसँग प्रतिस्पर्धा गर्न कठिन हुने विश्लेषण पनि उत्तिकै बलियो छ। पुराना दलहरूको आन्तरिक विवाद, नेतृत्व अलमल र महाधिवेशनको व्यवस्थापनले उनीहरूको ऊर्जाभित्री राजनीतिक नियन्त्रणमै खर्चिएको छ, जबकि नयाँ दलहरू लगातार संवाद, सहकार्य र एकीकरणतर्फ उन्मुख भई विकल्पको ठुलो मोर्चा बनाउन प्रयासरत रहिरहेका छन्। समग्रमा मध्यावधि निर्वाचन पुराना बनाम नयाँ मात्र होइन, एकीकृत बनाम विखण्डित राजनीतिक शक्तिको निर्माण भिडन्तमा रूपान्तरित हुँदै गएको छ, जहाँ पुराना दलहरू आफ्नै आन्तरिक अवरोधसँग लडिरहेका छन् भने नयाँ दलहरू एकीकृत अभियानतर्फ शक्ति सन्तुलनमा नै फेरबदल गर्ने तयारीमा लागेका छन्।